मलाई जति भोक सायदै कसैलाई लाग्छ होला। मान्छेलाई प्रेग्नेन्सीमा रुच्दैन हो, आफूलाई बेसी रुचेर भोक लागेर। अहिले रातिको बजेको छ 11। यहाँ मैले तलबाट भान्साबाट फ्रिजबाट निकालेर लिएर आएँ त्यो फ्रुट्सहरू। यति धेरै भोक लाग्छ, यति धेरै भोक लाग्छ होइन। धेरैजना चाहिँ भमिट भयो, यो भयो, त्यो भयो भन्नुहुन्छ, खाना रुच्दैन भन्नुहुन्छ। मलाई चाहिँ असाध्यै भोक लाग्छ, तर राति राति पनि उठेर खान्छु र यसरी नै फ्रुट्सहरू ल्याएर राखेको हुन्छु। कतिजना मामुहरूलाई यस्तै हुन्छ मलाई जस्तो होइन, कमेन्ट पनि गर्नु। र कसलाई यसको ट्याक्कै अपोजिट हुन्छ उहाँहरूले पनि कमेन्ट गर्नु होला। प्रायः चाहिँ मलाई यस्तो भइरहन्छ होइन, राति उठ्छु, जे भेट्छु त्यतै खान्छु। यसो केही न केही राखेर ल्याएर चाहिँ राख्नै पर्ने हुन्छ। यो अरू बेला त मैले भिडियोहरू बनाउँदिनँ थिएँ, तर आज चाहिँ कति जहिले यस्तै हुन्छ। भोलिको दिनमा यो सब हुन्छ नि, हेरेर रमाइलो पनि हुन्छ, आफूलाई मेमोरी पनि हुन्छ भनेर सो आज चाहिँ मैले भिडियो बनाएँ है त। ल कसलाई यस्तो हुन्छ कमेन्ट गर्न नबिर्सिनु होला।